हेलो हेलो नमस्ते हजुर सबैलाई। लोकेश जबरेलको तर्फबाट नमस्ते है। अनि के छ आजको पार्टी कस्तो रह्यो है? मेरो घरमा त राम्रो रहेन, म त्यसै केही पनि पिउँदिनँ है। दारू बियर सबै केही पनि पिउँदैन म होइन। एउटा यो रेड बुल लिएर आएको थिएँ, यो एउटा रेड बुल लिएर आएको थिएँ। आज दुइटै बुढाबुढी मिलेर यसो न्यु इयर बनाऊ भनेको। बुढी त टुस्केर यहाँ गएर टुस्केर मुन्टो दुख्यो क्या हो। मुन्टो दुखेर मुन्टामा यो के बानिएछ, दुपट्टा दुपट्टा बानिरह। आज मेरो बुढी त अब नबोल्ने भइसक्यो है। नयाँ साल बनाऊ भनेको। अब घर नेपालको त 12 बजिसक्यो है, 12 बजी 5 मिनट भइसक्यो नेपालको होइन। यो नेपालको टाइम हो, यहाँको बाँकी नै छ है 12 बज्न। नयाँ साल आउनु लगभग 10 मिनट बाँकी छ। अनि यिनीहरू सुत्ने चाहिँ यहाँ होइन। मेरो छोरी, मेरो छोरा, मेरो बुढी यहाँ सुत्छन्। म किनकि म यहाँ बाहिर छु हेर्नु, यो मेरो छेना अलग्गै छ। किनकि म यहाँ भित्र सुत्दैन, किनभने मलाई यो लाइट हाल्यो भने मलाई निन्द्रै लाग्दैन। यिनीहरू एउटा सानो लाइट छ यहाँ माथि, त्यो लाइट हालेर सुत्छन्। किनकि मेरो छोरा लाइट नहाल्यो भने मेरो छोरा सुत्दैन, त्यसलाई उज्यालो चाहिन्छ होइन। मेरो छोरालाई सन्चो छैन, त्यही भएर अहिले आरामले सुतिरहेछ। अनि सबैलाई आउँदै गरेको 2026लाई सबैलाई राम्रो होस्। ह्याप्पी न्यु इयर मेरो फ्यामिलीको तर्फबाट है। सबैले ह्याप्पी न्यु इयर। आउँदै गरेको 2000 शुभ, हार्दिक मङ्गलमय शुभकामना। अनि यो मेरो पुरानो आइडी राजा लोकेश भन्ने त्यो चाहिँ अलि बलक भइसकेको छ, चल्दैन है। यो नयाँ आइडी लोकेश जबरेललाई मलाई फलो गर्नु होला। अनि मेरो युट्युब च्यानल पनि छ, लोकेश सारिका बेटी भनेर सर्च गर्नु होला युट्युबमा गएर। लोकेश सारिका बेटी भनेर युट्युबमा गएर सर्च गर्नु होला। मेरो युट्युब च्यानल पनि छ, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। किनकि हजुरहरूको माया मलाई साह्रै नै खाँचो छ है। ल अब 10 मिनट बाँकी छ नयाँ साल आउनु। ह्याप्पी न्यु इयर सबैलाई यति भन्दै गुड नाइट है। ल बाई बाई।